गोटमी प्रणाम तथा हार्दिक अभिनन्दन। म प्रियंका मैथिली ट्युसनको 12औं कक्षामा हजुरहरूलाई हार्दिक स्वागत गर्दछु। आजको कक्षामा हामीहरू श्रृंगार सामग्री बारे कुरा गर्नेछौँ। मैथिलीमा श्रृंगार सामग्री मेकअप सामग्रीहरूलाई के भनिन्छ भनेर परिचर्चा गर्छौँ। आशा छ कि विगतका क्लासहरूबाट तपाईहरुले इन्जोय पनि गर्नु भएको होला, त्यसपछि धेरै कुरा सिक्नु पनि भएको होला। अनि सिक्नु भएको र अब तपाईहरुले अलिकति मैथिली बुझ्न सजिलो पनि भयो होला, त्यस्तो गाह्रो नहोला। यही कक्षालाई निरन्तरता दिनको लागि अब आज हामी लागौं श्रृंगार सामग्रीको कुरातर्फ। सुरु गरौं सिन्दुरबाट। सिन्दुर लाउनलाई मैथिलीमा सेनुर कलिय भनेर भनिन्छ। टीका लाउनु, टीका भनेको यो टीका लाउनु टिकुली साइड लिय। त्यस्तै चुरा लाउनु, काँचको चुरा हुन्छ त्यसलाई चुडी भनिन्छ, चुडी पहिर लिय। त्यस्तै लहठी पहिर लिय, लहठी एक किसिमको लाहाबाट बनेको चुरा हो। यस्तै तपाईं हेर्न सक्नुहुन्छ, यो नै छ लाहाबाट बनेको चुरा। त्यसपछि आल्ता भनेको नेल पलिसलाई भनिन्छ। खुट्टामा लाउने कलर जुन हुन्छ प्यारङ्गा, त्यसलाई पनि आल्ता भनेर सम्बोधन गरिन्छ। कपाल कोर्ने काइयो, कपाल कोर्ने जुन काइयो हुन्छ त्यसलाई कंघी अथवा कक्ही भनेर भनिन्छ। त्यसपछि कपालको लट्टा फोर्नलाई जुन हामी काइयो प्रयोग गर्छौं त्यसलाई झर्नी भनिन्छ। त्यसपछि गरगहनातर्फ आऊ। गरगहनामा हँसुली भनेर भनिन्छ, जुन कि घाँटीमा टाँसिएको हुन्छ, एकदम टाँसिएको हुन्छ, यत्रो मोटो हुन्छ। अचेल त्यसलाई हसुल हार भनेर पनि चिनिन्छ। त्यसपछि मांग टीका, बिहेको बेलामा जुन बेहुलीलाई लाएको हुन्छ यहाँदेखि यहाँसम्म, त्योलाई मांग टीका भनिन्छ। र जुन नाकमा लगाइएको हुन्छ यत्रो ठुलो र यहाँसम्म, त्यसलाई नथिया अथवा नथ भनिन्छ। र खुट्टामा बाँधिएको पाउजुलाई मैथिलीमा पायल भनेर भनिन्छ भने खुट्टाको बिचको तीनवटा औंलामा लाइएकोलाई बिछिया भनेर भनिन्छ अथवा ठेसा भनेर भनिन्छ। त्यसपछि कपडातर्फ जाम। कपडामा सारीलाई नुवा, ब्लाउजलाई झुल्ला, त्यसपछि पेटीकोटलाई साया भनेर भनिन्छ। र धोतीलाई सुती साडी भनेर भनिन्छ। खासमा धोती, कुर्ता, अंगोछा अथवा गम्छा भनौँ, त्यो मिथिला कल्चरमा पुरुषहरूको पहिरन अन्तर्गत पर्दछ। त्यसपछि बाटेको कपाल जुन यस्तो हुन्छ त्यसलाई चोटी भनिन्छ। नेपालीमा चाहिँ चुल्ठी भनिन्छ, तर मैथिलीमा चोटी भनिन्छ। र यसमा प्रयोग गरिएको डोरीलाई पनि चोटी नै भनिन्छ नेपालीमा, त्यसलाई चोटी नै भनिन्छ। यसै क्रममा मिथिला कल्चरमा प्रसिद्ध नाम भनेको एउटा पटमासी भनेर भनिन्छ, जुन कि सिन्दुरले पनि यहाँदेखि यहाँसम्म, निधारदेखि नाकसम्म, फेरि यतादेखि यता र यतादेखि यतासम्म गरिन्छ, त्यसलाई पटमासी भनिन्छ। र त्यो पटमासी एउटा सिन्दुरले पनि लगाइन्छ, अर्को कुमकुमले पनि लगाइन्छ, जुनमा डिफ्रेन्ट कलर हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु, डिफ्रेन्ट कलरको यो युज गरेर यहाँ टिक 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 यहाँदेखि यहाँ प्राय यो बिहेमा बेहुलीलाई लगाइन्छ। त्यसपछि पूजाआजामा बस्नु पर्यो भने घरको बुहारीलाई अथवा म्यारिड छोरीलाई यसरी गरेर पटमासी लगाइन्छ। यसै क्रममा बिहेको टाइममा सिउँदोमा सिन्दुर लाउने बेलामा बेहुलाको हातमा जुन दिइन्छ त्यसलाई ढोल्ना भनेर पनि भनिन्छ। हस्त यो थियो आजको श्रृंगार सामग्रीहरूको नामहरू। मैथिलीमा कुन श्रृंगारको सामानलाई के भनिन्छ भनेर आशा छ तपाईहरु बुझ्नु भएको होला। यो भिडियो हेर्दा अझै कुरा बुझ्न थाल्नुहुन्छ र यस्तै हाम्रो च्यानललाई सपोर्ट गरिराख्नु। हामी हाम्रो मैथिली ट्युसनको कक्षा जारी नै राख्छौं। हस्त फेरि हाम्रो भेट हुन्छ नै। नमस्कार तथा प्रणाम।